नबुझिकन मैले छोराछोरी जन्माएँ भने मैले छोराछोरीलाई त गाई गोरुलाई चुटेर हुर्काए जस्तै हुर्काइदिन्छु। गरेको आमाबाबुले त्यही गल्ती। छोराछोरी किनकि गाईलाई त चाहिँ गोरुलाई त हामी पिटी पिटी चाहिँ दाइँ गराउँछौँ हो, पिटी पिटी चाहिँ टहलाउँछौँ गोरुलाई, बानी त त्यही हो। त्यो गोरु जोत्ने चाहिँ मान्छेले बिहे गरेर या बिहे नगरिकन सन्तान जन्माउँदा गोरुलाई टहलाएको त उसलाई अनुभव छ, बच्चाले पनि गडबड त गर्छ। अनि बच्चालाई गडबड गर्छ या श्रीमतीले गडबड गर्छ कहिलेकाहीँ श्रीमानले गडबड गर्छ अनि गोरुलाई के गर्छौँ भनेर गाली गर्छौँ। दुरुस्त त्यही शैलीमा छोराछोरीलाई, त्यही शैलीमा श्रीमतीलाई शैलीमा गालीहरू हाल्छौँ। अनि यही गाली यही पिटपाट एकचोटि मनमा गएर बस्यो भने स्वाहा भयो तपाईँको सम्बन्ध सधैँको लागि। अब सम्बन्ध त बाँकी रहला कतिको,